मलाई बहिनीकोमा ससेज बनाउन आएको सक्नु भयो कि अरे हो छैन नि त हो मान्छेहरू त छामछुम पारेर के हो त यस्तो आया सके कि के हो त ए कहाँ पाउनु रही बाँकी त जे होस् छेना बनाइसकेको रहेछ यता हो यता बनाउनु बाँकी हजुर खाजा खानु जानुभयो के अरे हजुर त्यही र त है म त सकियो के अरे भन्दै गरेको ए रोटी खानु लागेको छ हिँड्नु है खाँदै खाँदै एकछिन तपाईँको फुलको भिजिट गर्नु पऱ्यो तपाईँहरूको माथिको फुलको गर्नु पऱ्यो खाँदै हिँड्नु त तपाईँ अनि म आउँ न अनि आएर गरौँ खाँदै हिँड्नु त यसले छोपेर नाइ म त खाएर आएको म खाएर आएको म त नाइ खाएर आएको बहिनी खाजा खानु लागेको छ छोपेर राख्नु त बहिनी आउनु जसले माथिको भिजिट गरेर आउँ अनि गरौँ है त्यही सोचेर आएको म ए ठ्याक्कै खाजा खाने टाइममा आइपुगेँ म त खिर खाएर आएको के त्यहाँ एउटा आमालाई 3 दिनमा आज दुध लिएको ल हिँड्नु है कुकुरले त खाँदैन त्यो एउटा आमालाई दुध मन लागेको थियो के अब उहिले आफ्नो आमालाई दिनु पाइएन अरूकै आमालाई दिएर भए पनि चित्त बुझाउनु पर्यो भनेर के भैया हो एक हुनु त एक छखाएर के हुन्छ र नि त्यही भए पनि मेरो मनको सन्तुक नि ल अब मनलसी बहिनीको घरको पनि यसो फुलको लिनु पर्यो भनेर जाउँ है माथि खै माथि नै जाउँ हिँड्नु ल ल बच्चा भएको यो प्लान्ट त है यो त यसले त सबै राम्रो देखियो नि अब यो शीतलमा हुनाले कस्तो राम्रो देखियो यो शीतल भएकोले राम्रो छ घाममा चाहिँ एकदम खुइलिने ल एउटै प्लान्ट भइगयो नि सबैतिर बाफ्रे बाफ्रे सुहाँ भएर तर भित्र राखेपछि त राम्रो कलर देखिनेछ क्या व्यवस्थित गरेको छ नि त ह्याङ्गर बनाएर ल ए यो त तर त नचिनिएको है यस्तो पो गरेको छ क्या दामी बनाएको छ अब त मन भरियो होला हंसराज कुन रङको हो यो ए आमा स्व भएर खतरा के अरे यो केजलिए कि के फुल पो हो यो फुल चाहिँ ठ्याक्कै गुराँस जस्तो तर हत्तपत्तै नजाग्दो चाहिँ ठन्डीमा मात्रै हुँदो रहेछ क्या ठन्डीमा मात्रै हुँदो रहेछ ल गाईघाट बजारमा कालोपत्रे हुँदैछ धुलो उडेर बाफ्रे ल हेर्नु त धुलो उडेर गाईघाटको गतिविधि यस्तो छ है बाफ्रे दङ त हिजो त ठिकै थियो आज त कस्तो धुलो उडेको है माथि जाउँ त धुपीहरू छ नि त्यही त झन् राम्रो छ त मनलसी बहिनीको अन्तिम तलामा जाउँ न त हौ आइपुग्नु पनि नसकिने पर्छ है अब त बुढी भएर सुहाँ भएर आया घुँडै पो ठोकियो त हौ पाँसुलै पो ठोकियो त मेरो त भाइ आमा रहर त गरेँ गाह्रो पऱ्यो आइपुग्नुलाई ल कति साल पो भयो यो धुपी ल्याएको
हेर्नु त अस्ति तिहारमा चाहिँ भएन, अहिले फुल फुलेर यस्तो छ कि ल हाम्रो गाईघाट बजारको यस्तै छ है सहर पनि। ल यो ड्रागन कुन रोपेको? यो रातो रहेछ अलिकति मल लाउनुहोस्। हेर यो अस्ति फुल भा तपाईँले के गरी लगाइदिनु भयो माइतीहरूलाई? फुल त भ्याएन होला। 2000 को किने मैले। बाफ्रे छोरीले छुट्टै भाइलाई कति आफ्नो आफ्नो माइतीलाई किन्नु नि। म त पारी रोपेको थिएँ, 1-2वटा भए चाहिँ इत्रु पनि माला गाँसे नि पत्तासँग के पारेर। छोरी छोरीहरुमा खाइसक्छ। रहेछ बहिनीको यो भन्टा, यो राम्रो खालको भन्टा है। यो राम्रो खालको रे, 1 वर्ष भएन न फलिरहन्छ। फलेको फलिरहन्छ। ल माथि बोक्से डाँडा हस्पिटल देखिँदैन। आज त रौता पनि कस्तो खुलेछ। बाफ्रे ल हाम्रो गाईघाट बजारको यस्तै छ हौ सहर। हस् त आजको भिडियो यति नै। सबैजनालाई मेरो नमस्कार। कस्तो लाग्यो हाम्रो गाईघाट सहर? राम्रो चाहिँ हेरिदिनु होला अरे। मन नपाए पनि मन पराएर लाइक सेयर सब्सक्राइब जे गर्नुपर्ने गरिदिनु होला भन्ने आशा राखेर मेरो भिडियो आज यति राखेँ है त।